आशीर्वाद राम्रो होस्। यस्तै छ ल ल भान्जी। ओहो भान्जी कतिमा पो पढ्दैछ? ए लु गरी छ नि पढ्नु बाबा कमाएछु दसैँ तिहारमा आउनु ल। हुन्छ ल भान्जा ल भान्जा कतिमा पो? 4मा। ए भान्जालाई नि गर्दैछ सुकुम यस्तै छन् के गर्नु। स्याउ त काट्नु नै ल्याएछ दसैँमा हामी केटाकेटी आउँछ के गर्नु केटाकेटीहरू हो त पढ्नु पर्यो। मेरो भेनालाई जहिले पनि लगाइदिनु पाऊ भन्नु यसो असी पनि लिएन हौ केटा। गइसकेको मान्छेलाई बोलाएको गर्छ अनि फर्केर आएको जान्छु भनेको पनि जा हामी त्यस्तो खाइरहेको छौँ यहाँ। ढोका राम्रोसँगले माइतीलाई पनि ढोक्नुपर्छ, अहिले ढोक्नुपर्छ। अहिले पनि ढोक्नुपर्छ टिका लगाएपछि फेरि एकचोटि ढोक्नुपर्छ के मलाई थाहा नै छैन। ल ल माइतीलाई ढोका गएर